वेलकम ब्याक। तपाईँहरूलाई स्वागत छ मेरो अर्को एउटा भ्लगमा। सो म तपाईँहरूको सामु अर्को एउटा एक्साइटिङ भ्लग लिएर हाजिर भइसकेको छु। आज चाहिँ हामी जाँदैछौँ बर्दिवास। सो 1 महिनाको लामो बिदा र घुमघामपछि म फेरि अब आफ्नो कर्मथलोतिर लाग्दैछु होइन। अब आजबाट 1 महिना चाहिँ मेरो राइडिङको भन्दा नि यसो हल्का फुल्का काम गरेको भिडियोहरू आउँछ। किनकि अब अफिस जाँदैछु फर्केर म फेरि। सो आजको हाम्रो राइड चाहिँ पनौती हुँदै नवबुद्ध पछि दाप्चाबाट भकुन्डे एन्ड भकुन्डे नेपालथोक खुर्कोट सिन्धुली, त्यसपछि सिन्धुली बर्दिवास सम्मको हाम्रो छोटो यात्रा हुनेछ। सो मसँग चाहिँ एउटा मेरो भाइ पनि छ होइन, त्यसलाई चाहिँ अहिले म पनौती गएर भेट्छु। अनि चाहिँ म पनौतीतर्फ जाँदैछु घरबाट। यहाँबाट चाहिँ त्यो भाइ र म चाहिँ सँगै अफिस लाग्छ। अनि मेरो अफिसकै हो होइन। सो तपाईँहरूले यसरी नै माया गरेर मेरो भिडियोहरू हेरिराख्नु हुनेछ भन्ने आशा राख्दै आजको यात्रा सुरु गर्न चाहन्छु है त। तपाईँहरूलाई सम्झिन सजिलो होस् भनेर मैले नाम पनि सजिलो राखेको छु, फिरन्ते फौजी। सो यो फौजी तपाईँहरू माझबाट अहिलेलाई बिदा हुँदै बाटोको भ्यू इन्जोय गर्नु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। टिपरको जाम, यो बाटो चाहिँ स्पेसल्ली टिपरलाई नै भनेर बनाएको होइन। सो यहाँ चाहिँ टिपर मात्रै घुड्छ है। बाजेको पाथल मुटै यो चाहिँ हाम्रो त्रिवेणी घाट मकरमेला लाइन ठाउँ यही हो। सो यो बाटो चाहिँ स्पेसली टिपरलाई भनेर बनाएको, किनकि बजारबाट गाडी उता बाटो सानो छ बजारको होइन, त्यही भएर यो बाटो हो। र यो रह्यो हाम्रो त्रिवेणी घाट। यही एरियामा मकरमेला लाग्छ होइन। सो अब एकछिन हामी भाइलाई कुर्छौँ अनि त्यसपछि जान्छौँ। ल अब लाग्यो। केटो त मुला रेनकोट सेनकोट लगाएर आइरहेको त यार। यो चाहिँ शारदा मावि, यो चाहिँ श्री शारदा सेकेन्डरी स्कुल हो यो होइन, शारदा माध्यमिक विद्यालय। यहाँ चाहिँ हाम्रो 7A साइड चौर छ, प्याराफिट बन्दैछ होइन। दामी बनाउनु लाग्यो चौर पनि। यो शारदा चोक भइहाल्यो माथि। यता माथि यता गयो भने पस्तली पुग्छ, यता गयो नवबुद्ध पुग्छ होइन। वी आर गोइङ नवबुद्ध। हामी नवबुद्ध दाप्चा हुँदै भकुन्डे झर्छौँ होइन। यही हो भाइरल रोड, यही रोडै हो भाइरल रोड चाहिँ होइन। अलिक पर गएपछि चाहिँ त्यो मान्छे लड्ने उड्ने ठाउँ आउँछ। यो चाहिँ नरे फाँट हो है केटा हो। आलु खतरा फलिरहेको यस। पनौती चाहिँ फेमस नै आलुको लागि हो होइन। खासमा आलुको लागि फेमस हुन्छ पनौतीलाई नै। पुरै आलु छ जता चाहिँ अहिले आलुको सिजन हो। यो सुनधान चाहिँ सुन्तलाको लागि फेमस छ फेरि। त्यता माथि चाहिँ होइन, त्यो तल चाहिँ पुरै आलु नै हो फेरि। यो नरे फाँट हो होइन। यस आयो सुनधान 0 किलोमिटर। यही हो त भाइरल रोड। यहाँ चाहिँ एकदम ध्यान दिएर चलाउनु पर्छ फेरि। यहाँ कुन चाहिँ चुतिए आउँछ फेरि अहिले उच्चेर यहाँ पारेर डियाम भइदियो भने सक्यो त्यसपछि। अहिले आइपुग्यौँ दाप्चा पुरानो गाउँ होइन।
यहाँ चाहिँ पुरानो स्टाइलको घर, किन यहाँ मोडर्नाइज जस्तो भइसकेको छैन, किन सबै पुरानो घरहरू मात्रै छ होइन। यहाँ मान्छे त्यस्तो धेरै छैन नि। यहाँका मान्छेहरू चाहिँ सबै के भन्छ बसेर गए होइन। अनि यहाँ चाहिँ पुरानो पुरानो घरहरू अहिले स्टिल छ कि, नयाँ घरहरू भर्खर भर्खर मात्रै बन्दैछ। यो चाहिँ ठाउँको नाम चाहिँ पुरानो गाउँ, एन्ड घरहरू पनि पुरानै छ होइन। दाप्चा फेमस पनि यसैको लागि हो होइन। दाप्चा र बन्दीपुरमा लगभग लगभग सेम सेमै हो। बन्दीपुरमा पनि पुरानो घरहरू छ होइन, दाप्चामा नि सेमै हो, पुरानो पुरानो घरहरू छ होइन। तर बन्दीपुर जस्तो फेमस दाप्चा छैन, तर दाप्चा पनि फेमस छ, फेमस दाप्चा बजार होइन। सबै यस्तै घरहरू छ क्या यहाँ नि। अब यिनीहरूलाई रेनोभेट गरेर अनि यहाँ चाहिँ एउटा टुरिज्म सेक्टर बनाउने हो भने चाहिँ यसको पोटेन्सियल पनि हाई छ होइन। किनकि यसै पनि दाप्चा बजार फेमस छ क्या। दाप्चा भनेर मान्छे प्रायः जस्तो मान्छेले चिन्छ क्या दाप्चा बजार भने नि। अब हामी चाहिँ दाप्चाको पुरानो पुरानो गाउँ आयौँ। अब यहाँबाट हामी मासतिर नगइकन तलतिर लाग्छौँ होइन। दाप्चा चोक बाज तपाईँको त्यो के अरे बाहुबली झर्दा नि यतैबाट हो है बाटो। यताबाट जाँदा चाहिँ बाटो लगभग राम्रो छ भनौँ न, पिचहरू छ। अहिले चाहिँ हामी झरेको भकुन्डेतर्फ, बाटो हल्का चाहिँ पिच छ, त्यसपछि कच्ची छ है यो बाटो चाहिँ। दाप्चा आउने एउटा पनौतीबाट सर्टकट बाटो हो यो, भकुन्डे झर्ने दाप्चा आउँदै। भकुन्डे बजार हो, हामी त्यहीँ जान लाग्यो होइन। त्यही बाटो हुँदै हामी जान्छौँ। सो अहिलेको यो जुन रोमाञ्चक भ्यू देखिरहेको छ यो चाहिँ भकुन्डे बजार हो। अहिले चाहिँ हामी दाप्चाबाट तल भकुन्डेतर्फ झरिरहेका छौँ। सो ओह्रालो बाटो, बाइक न्युट्रल, स्टार्ट बन्द, अनि अगाडिको र पछाडिको ब्रेकलाई बराबर थिच्दै म झर्किरहेको छु सर ओह्रालो। मुला खाएको मुलै बास्न आइरहेछ। झ्याउ गर्दा नि मुलै हरर आइरह। अहिले पाक्दा नि हरर आउँछ मुलाले। फेरि मुला भनेको एउटा त्यस्तो डेन्जर चिज हो कि होइन। कुरा के ठ्याक्क कलेज स्कुल देखेँ होइन मैले, एउटा कुरा याद आयो मलाई। हाम्रो बेलामा स्कुलमा मास्टर कस्तो हुन्थ्यो होइन, हेर्दै खाला जस्तो, नकुटे नि कुट्ला जस्तो होइन। नकुटे कुट्दा कुट्थ्यो नै होइन, लाट्टै लाटाले लात्तै लान्थ्यो हाम्रो बेलामा। अहिलेको गुरु के अरे टिचरहरू हेऱ्यो भने मा कसम यतिको टिचर हेरेर त म पनि खत्रै पढ्थेँ होला क्या यार, जस्तो लाग्छ कि मलाई होइन। अन्त अहिले अब त्यस्तै भएर नि होला होइन। मा कसम अहिलेको टिचरहरू देख्यो भने त मा कसम मलाई यस्तो लाग्छ नि होइन, यस्तो टिचर हाम्रो बेला किन भएन लाग्छ क्या। म खत्रै पढ्थेँ होला क्या मैले पनि यार, जस्तो यस्तो टिचर हामीले नि भेटाएको भए जस्तो लाग्छ क्या मलाई। हाम्रो बेलामा मा हेर्दै के अरे द्वन्द जस्तो माटो नि खाला जस्तो यसो हेर्दै मास्टर त्यस्तै मास्टर नि त्यस्तै होइन। अहिलेको मास्टर नि हेऱ्यो भने त मा कसो भनेको हो मास्टर हिरो जस्तो, मास्टर नि हिरोइन जस्तो होइन। नाच्ने गाउने टिकटक बनाउने होइन, भाइ स्ट्रेस हुन्छ अरे बच्चाहरूलाई पनि होमवर्क नदिने। हाम्रो बेलामा मा कसम होमवर्क दिन्थ्यो यतिकै होइन, जस्तो आज भोलिको लागि दिएको होमवर्क 1 महिनामा गर्न सकेको होमवर्क दिन्थ्यो क्या। रातभरि बसेर होमवर्क। अहिलेको स्टुडेन्टलाई क्या हुन्छ होमवर्क स्ट्रेस हुन्छ अरे, होमवर्क दिनु हुँदैन अरे। अनि मास्टर नि त्यस्तै हो भाइ, किन भयो होला कि मिसहरू किन यस्तो होला क्या। भाइ हाम्रो बेलामा त माटो पनि सुड्डी हेर्नु नहुने हुन्थ्यो यार। अझ भोलिको त ओहो मास्टर हेऱ्यो भने अहिले स्कुल पढ्नु आउँछ मलाई यार कसम भनेर। जस्ट जोको पार्ट होइन, एजुकेसन सिस्टम चेन्ज भएको छ भोलि। हाम्रो पालामा पिटेरै भयो नि सिकाउँथ्यो भने अहिले फकाएर सिकाउँछ। द्याट्स द डिफ्रेन्स है। सो अहिले चाहिँ म भकुन्डे आइपुगेँ। यो चाहिँ भकुन्डे बजार हो। अब यहाँबाट राइट लिएर हामी नेपालतर्फ लाग्छौँ। राइट कन्टिन्यू भइरहेको छ। बाटो बन्द छैन भने मैले ठुलो आशा छ, किन गाडी आयो होइन भर्खरै गाडी आइसक्यो। नो वे गोइङ यतातिर ल त लाग्यो है नेपाल थोकतिर। यो बच्चा कुदिरहेको छ यार, के होला मान्छे खो यार।
अचम्म छ यार बच्चाहरू किन यसरी छोड्छ क्या बाटोमा यार यस्तो दौडिरहेको मैले हान्यो नि गाडीले है के बगामा नि के भयो एनिवे भकुण्डे बजार लास्ट महँगो छ तर यो बजार है यहाँ मैले खानेकुरा खान सक्ने महँगो छ यहाँ यो मलाई गाडी चल्ने रुट अब सिन्धुली हुँदै पूर्व जाने रुट यही हो नि त धेरै म्याक्सिमम् गाडी चल्छ लास्ट महँगो छ माटो खानेकुराहरू त यस्तो महँगो छ यहाँ होइन त्यो त्यो गाडीले रोकेर खाउने एउटा त लास्ट महँगो छ चोर मुलाहरू सिधै पैसा आउँछ जस्तो गर्छ न मिठो हुन्छ सो हामी यहाँ खाँदैनौँ यहाँ भर्खर भात खाएर हिँड्यो होइन अब हामी खाजा खान्छौँ फुर्कोट पुगेर खत्रै थियो क्या पहिला यहाँबाट लाइक चाँदै साँझ घन्टामा म बरिवास पुग्थेँ कि होइन अहिले चाहिँ यो बाटो त्यो अस्तिको रोसीको बाढी पछिको बाटो चाहिँ यहाँबाट फुर्कोटसँग चाहिँ लास्ट रड्डी नै छ बाटो होइन किनकि त्यो टाइममा सब म्याक्सिमम् पोर्सन अफ रोड्स चाहिँ बाढीले लिएर गयो होइन सो बाटो बन्ने कार्यक्रम चाहिँ भइरहेछ बाटो चाहिँ एकदम डेडली नै छ बाटो होइन खोला जाने त्यहाँदेखि खोलामा बाढी आउने बित्तिकै फेरि बन्द भइहाल्छ बाटो यो रोसी खोलाको उद्गम स्थल चाहिँ हाम्रोतिरै हो है त्यतैबाट आउने हो रोसी खोला यता बाटो चाहिँ यहाँ डेन्जर छ है लाइक अब यस्ता इडियट्सहरू आउँछन् होइन अब कहाँ ल्यायो म यहाँ त दाब दिन्छु खाटो छ कता लिएर अब पेल्ने एउटा लिमिट हुन्छ नि सो बाटो खासै राम्रै छैन आउँदै हुन्छ भने चस्मा मास्क रेनकोट सकेसम्म रेनकोट लाउनुहोस् नभए विन्डसिटर लाउनुहोस् लुगा खत्तम हुन्छ रेनकोट लाउनु भने सेफ हुन्छ बाइकमा आउनुहुन्छ भने चाहिँ बाटो एकदम रड्डी छ होइन यता त अलि अझै ठिकै छ यहाँबाट अलिक तल गइसकेपछि जब रोसी खोला सुरु हुन्छ नि त्यसपछि चाहिँ बाटो नट गुड किनकि रोसी खोलाको तिरैतिर जाने हो बगरै बगर है यहाँबाट फेरि यहाँबाट यो सेक्सन अफ रोडै छैन यहाँनिर किनकि जहाँनिर गएर पानीले हान्यो नि त्यहाँ सब सफा बनाएको छ क्या होइन रोसीले यो सेक्सन पुरै यता यस्तो बाटो थियो बाटो सब चेट त्यो भित्तामा बाटो छ क्या यस्तो यो कुना बाटो थियो होइन बाटो पनि लयो भित्ता पनि लयो फर्चुनर र 150 पल्सरको पुरै घमासान रेसिङ गरेर आएको छ अवस्था छ अहिले चाहिँ फर्चुनरले एउटा गाडीलाई ओभरटेक गर्न खोजिरहेको छ गर्न सकिरहेको छैन ओभरटेक गरेको छ धुलोले बाटो केही देखिरहेको थिएन बाटै देखिन्छ म त अरे बिहार से हो भाई जल्ला कोही रन्डी के गर्दा केटो हौ जना हिँड्नुला ठुङ्ठुङ्का ओके हन्दी
पानी परेको अवस्था सो अब रेनकोट लाउनु पऱ्यो होइन पानी ठुलै आउला जस्तो अगाडिबाट खत्रै पानी आइरहेछ सो म यहाँ रोकेर रेनकोट लगाउँछु अनि त्यसपछि हामी जान्छौँ होइन पुरा खत्रै पानी पर्ला जस्तो गरेको त्यही भएर अब रेनकोट लगाउनु पऱ्यो नि फेरि भिजिन्छ पुरै होइन मैले मेरो लागि रेनकोट प्लास्टिकको रेनकोट किनेर ल्याएको छु पानी परेर लगाउनलाई भनेर अहिले चाहिँ अब पहिला यो ब्याकप्याक मिलाउनु पऱ्यो कि पुरै ब्याग पनि लुज भइसकेको छैन फेरि ब्याग भिज्छ सो प्लास्टिकले ब्याग छोपेको छु त्यसलाई मिलाउँदैछु रेनकोट चाहिँ यही हो होइन पहिला यो ब्यागलाई मिलाउँ एकदम लुज भयो यसलाई मिलाउँछु पहिला अनि त्यसपछि रेनकोट लगाउँछु ब्याग चाहिँ मैले घरबाट हिँड्दा पाएको थिएँ होइन पुरै लुज भइसकेछ त्यही भएर यसलाई टाइट गरेर बाँध्छु अनि त्यसपछि रेनकोट लगाउँछु पानी खत्रै पर्ला जस्तो गरिरहेछ पानी चाहिँ खत्रै छिट्याइरहेछ ठुल्ठुलो होइन मैले कस्दैछु जोडी होइन यसको फेरि पुरै लुज भइसकेको थियो त्यही भएर डोरी कसेको यो मेरो 200 रुपियाँको रेनकोट यो रेनकोट लगाउँछु म चाहिँ अझै 200 रुपियाँमा किने रेनकोट हो मैले यो रेनकोट पनि लगाएर रेडी भयो अब चाहिँ म हिँडेँ यहाँबाट पानी खत्रै छिटाइसकेको छ होइन अगाडि खत्रै पानी परिरहेछ अगाडि देखिरहेको छु मैले होइन खतरा पानी परिरहेछ रेनकोट छोड्दै गाडीले पनि छोप्दैछ सामानहरू पानी ठुलै परिरहेछ म चाहिँ अहिले सिन्धुलीको बाटोमा छु होइन उपरबाट सिन्धुली जाँदैछु पुरा खतरा पानी परिरहेछ
Ini mas, masih ada orang teman, ada ini. आओ खा जाओ यहाँ तो गाडी लान्छ यार खोले त नलैजाला हैन